हजुरहरू पनि जलाएरै सरकारमा जानुभएको, अब मन नजलाइदिनुहोस्, शरीर नजलाइदिनुहोस् भन्न चाहन्छु। उसले आफ्नो दाखा गरेको हो, किनभने पछि गरिबको पीडा कसले भेट्छ, कसैले त बुझ्दैन नि त। अब मृतक गणेश नेपाली र चाहिँ उनको परिवारलाई कसरी न्याय दिने, के न्याय माग्नु? गरिब परिवारलाई र उसको उहाँ त मृतक त मरिसक्यो, उहाँलाई पनि केही न्याय त्यसको लागि केही हामी त के चाहन्छौँ, एउटै मुगुलको लागि मात्रै होइन, 77 जिल्लाका युवाहरू, 77 जिल्लाको युवाहरूले बोलेको, महिला दलितले बोलेको हो, मैले मात्रै बोलेको होइन। किनभने यो घटना भोलि 77 जिल्लामा नपुगोस्। हिजो पनि घटना भएका थिए, जब सुकुम्बासीमा डोजर लगाउँदा एउटा सुत्केरी महिला पनि मरेकी थिइन्। किनभने त्यो दोषी कसले लिने त? सरकारले दिनु परेन? एउटा हिजो अहिले पनि अब किनकि सुकुम्बासीहरू पनि धेरै सुकुम्बासी जो छन् यी पीडितमा सडकमा रोइरहेछन् भने जो संसद मान्यहरूको खै त डोजर लगाएको, त्यो सरकारले ध्यान असर गर्नु परेन? यो गणेश नेपाली र समग्र नेपालको चाहिँ पछिल्लो समय घटेका घटनाहरूमा चाहिँ सरकारको जिम्मेवारी देखिएन। सरकारको जिम्मेवारी एक थोपा पनि देखेको छैन। बालेनमा जुन आशा गरेको थियो त्यो पाइएन। त्यो पाइएन, किनकि बालेनसँग आज ढुङ्गो माटो सबै देशका युवाहरू बालेन भनेर हामीले पनि त बालेन भनेका थियौँ नि, केही आशा पलाउँछ भनेर। जब बालेन आइसकेपछि के हो, त्यो गुन्डागिरी पारा मात्रै भइरहेछ, के भइरहेछ? यो युवाको लागि केही पनि आशा आएन। भोलिहरू तपाईँहरूले जान्ने पनि खाली मुलुक नै हो, गर्ने पनि यो पत्रकारले तपाईँहरू यो फेक न्युज, कसैले फेक न्युज पनि हाल्नु होला, कसैको लो हाम्रो धेरै जसो फेक न्युज आयो। हिजो मात्रै गृहमन्त्री आएर किन भारतमा उद्धार गर्ने भन्ने कुरो हिजो न्युजमा आयो। तयारीको कुरो थियो, तर चाहिँ उहाँको अवस्था क्रिटिकल भएको भएर हिँड्न नमिल्ने भएको भएर एउटा अर्को दुःख लाग्दो कुरा के हो, राजधानी ठाउँमा किनभने एउटा ट्याक्सी पनि पठाउ गर्न पनि सकिन्थ्यो नि त। उसलाई त्यो तिरपिरो सरबारी घिसेर ल्याउँदाखेरि त्यो हरि मुन कसै आमालाई, मेरो मुन त गएर उसको आमाले के भयो होला, त्योमा पनि आमा बुवा यतै हुनुहुन्छ होला। अब हामीले माथि भेट्न दिए छैन होइन, काठमाडौँ बस्नुहुन्छ कि गाउँमा बस्नुहुन्छ त्यो थाहा भएन। आमा त उहाँको आमा बिरामी हुनुहुन्छ अरे, यतै हुनुहुन्छ होला सायद। त्यो भन्दा किनकि राजधानी ठाउँमा एउटा एम्बुलेन्स ल्याउने र हस्पिटल आउँदा 2 मिनट लाग्थ्यो, तर घिसेर ल्याउँदा 10 मिनट त्यहाँ लस भयो। किनकि उसलाई त हातबाट मारिएको छ नि। औषधि उपचार भन्दा पनि उसलाई नगर प्रहरीले त्यो ट्राफिकले हातबाट घिसेर ल्याउँदा यो जस्तो अपमान त कसैले यो देशका युवाले सहन सक्छन्? त्यसैले हामीले उसलाई न्याय भन्न न्याय, किनकि त्यो लास उठाउँदैन। किन उठाउँदैन भनेपछि जबसम्म त्यो एउटै त्यो गणेश नेपालीकै लासको कुरा होइन, हरेक युवाको युवतीको लासको कुरा हुन्छ होइन। पीडित परिवारले गणेश नेपालीको सब उठाउँदैन, किनभने पछि जबसम्म त्यो बाबुले न्याय पाउँदैन यो सब हामी उठाउँदैन। यो 77 जिल्लाले बोलेको, एउटा मुगुले बोलेको पनि होइन, म 77 जिल्लाको नारी र एउटा पीडितको लागि बोलेको हो। त्यसैले उहाँलाई जसरी भए पनि हिजो ज्यान्जी आन्दोलन गरेर उतिखेर सरकारमा भएको प्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखा गृहमन्त्रीले हातकडी हालेर त्यहाँ अदालतमा जानुभएको थियो। त्यसरी उहाँलाई पनि त्यो हातकडी हालन्जेलसम्म हामी त्यो लास उठिँदैन। त्यही हो, धन्यवाद। गणेश नेपालीलाई न्याय दे भनेर वीर हस्पिटल अगाडि पम्पलेट लिएरै उभिनु भएको छ, के छ अब यो के भएको रहेछ, खास कहाँनिर कसको लापरवाही भन्नुभन्दा नि गणेश नेपाली सबभन्दा पहिला त मेरो भाइ हो, मेरो गृह जिल्लाको मान्छे हो। र त्यति मात्र नभएर आज जुन किसिमको मृत्युवरण गणेश नेपालीले गरेर आत्मदाह गरेर, यो आत्मदाह होइन, आत्महत्या होइन, यो त राज्यको हत्या हो। राज्यले गरेको एउटा निर्दोष केटामाथि, निर्दोष एउटा देशको युवामाथि गरेको हत्या हो। त्यसलाई म आत्महत्या भन्दिनँ। किनभनेदेखि हिजोको त्यो दृश्य देखिन्छ, जब उसले एउटा शरीरमा आगो लगाउँदै गर्दा कति लापरवाही गरेको छ। सामान्यभन्दा सामान्य मान्छेले गर्ने, मानिसले गर्ने एउटा मानवीय व्यवहार समेत पनि नगरेर एउटा अपराधीले गर्ने जस्तो व्यवहार गरेर चाहिँ हस्पिटलसम्म पुर्याइएको छ। र 1:45 हस्पिटल पुर्याएको, 5 बजेसम्म पनि हस्पिटलमा चाहिँ उसको उपचार सुरु गरिएको छैन, जसका कारणले गर्दा उहाँले आज
मृत्यु भनेको घटनास्थलमा जसरी प्रहरीहरूले हात समातेर लिएर हिँड्नुभयो त्यो चाहिँ अलिकति स्वीकार्य किन मानवीय भएको? संवेदनशीलभित्र त्यो पर्दैन एउटा जलिरहेको मान्छेलाई चाहिँ निभाउन छोडेर चाहिँ अपराधीले नै जसरी र अपराध नै गरेको जसरी नै त्यो जुन किसिमको गरियो र ढिलाइ सुस्ती गरियो त्यो कारणले गर्दाखेरि आज एउटा युवाको मृत्यु भएको छ। रातभर गृहमन्त्री हस्पिटलमै बस्नुभयो, आवश्यक पहल जारी गर्नुभयो, आवश्यक परे भारत लैजान्छौँ भन्नुभयो, तर यो कहीँ कतिबाट विकल्प निस्किएन कि? अब म भन्छु यो त अब उहाँले जे गर्नुभएको छ उहाँको आफ्नो तर्फबाट यदि मनैबाट गर्नुभएको भने राम्रो हो, होइन स्टन्टको लागि गर्नुभएको हो भने त्यो कुरा उहाँलाई थाती राखौँ। र सँगैमा म के भन्छु भने यो सिंहदरबार जलाएका मान्छेहरूले कसैको शरीर जल्दाखेरि मेरो त्यति साह्रो मन दुख्यो होला जस्तो चाहिँ मलाई लाग्दैन, त्यस्तो मन दुख्यो होला जस्तो लाग्दैन। भनेको यो गृहमन्त्रीको प्रयासलाई चाहिँ कसरी हेर्नुभयो उहाँको तपाईँले? प्रयास सकारात्मक हो, यदि उहाँको मनैबाट गर्नुभएको भने सकारात्मक हो, होइन स्टन्टको लागि गर्नुभएको भने हिजोको दिनमा आत्मदाह गर्दाखेरि हेर्नु त बालन शाहले स्ट्याटस लेखिरहेका हुन्थे, आज मौन छन् म अचम्म परेको छु, प्रधानमन्त्री। केही अचम्म परेको छु किनकि बालन शाहले युवाले आशा गरेका व्यक्ति हुन्। बालन शाहलाई प्रधानमन्त्री बनाउनको लागि लडेको युवा त्यो गणेश नेपाली पनि हो। गणेश नेपाली जस्ता सयौं युवा लडेका थिए। मैले देखेको त्यो जुन भाद्रमा भइरहेको जुन किसिमको त्यो आन्दोलन थियो त्यसमा पनि गणेश नेपाली जस्ता युवाहरू पनि सहभागी भएका थिए। त्यो कुरा बुझ्नुपर्छ। अरू कुरा पनि धेरै जाँदिनँ, यो आफ्नै जिल्लाको मान्छे छ, एक त अहिले हामी मृत्यु छ, हामी एकदम धेरै निराश छौँ। अर्को भनेको हजुरको पठाउ कसले चलाउँछ? पठाउ मन्त्रीको छोराले त चलाउँदैन नि। पठाउ कसले चलाइरहेको छ भन्दाखेरि देशमा सर्वसाधारण जनता, गरिबका छोराहरूले पठाउ चलाइरहेका छन्। उनीहरूको दैनिक आय आर्जन भनेको 1500 भइरहेको छ। अनि यस्ता मान्छेहरूलाई एकछिन मात्र, एक सेकेन्ड मात्र उभिँदाखेरि, एकछिन राख्दाखेरि राज्यले चाहिँ 1000 रुपियाँ कमाउनलाई 10,000 20,000को चाहिँ चिट काट्छ, के अरे पेनाल्टी दिन्छ भनेपछि त्यसलाई स्ट्रेस नभएर, डिप्रेसन नभएर, यो त्यसमा गरी खाने वातावरण नै नभएर चाहिँ एक खालको नराम्रो प्रभाव नपर्ला भन्ने हुँदैन नि। गणेश नेपालीको पारिवारिक अवस्थातर्फ जाउँ न, के छ पारिवारिक उहाँको? अवस्था अब हामी नजिकबाट बुझ्दाखेरि उहाँको अलिकति गरिब नै हो। उहाँको दाइहरू हुनुहुन्छ, भर्खरै बिहे गरेको एउटा बच्चा छ, 25 वर्षको युवा केटाहरू। मलेसिया जानको लागि चाहिँ सम्भवतः विदेश जानलाई, कुनै देश जानलाई चाहिँ तयारी गरिरहेको र एग्रिकल्चर पढाएको केटा हो। ए विदेश जाने तयारीमा थिए विदेश गणेश जाने नेपाली? तयारीमा अहिले नर्मली घर खर्च चलाउनलाई चाहिँ पठाउ चलाइरहेको हो। त्यही नै अब कताबाट लोन निकालेर चाहिँ बाइक निकालेको किस्तामा। यो किस्तामा लोनमा बाइक निकालेको भन्ने थियो नि गाउँघरको जग्गा राखेर। त्यो चाहिँ सत्य होला मेरो विचार। परिवार चाहिँ कहाँ? यही काठमाडौँ हुनुहुन्छ कि कता? परिवार चाहिँ यतै काठमाडौँतिर बसिरहेको भन्ने सुनेको थिएँ मैले। 1-2 चोटि भेट भएको, सरल मान्छे, स्वभाव मान्छे, अझ विशेष गरेर दलितको आवाजहरू चाहिँ बुलन्द गर्ने खालको केटा हो। बढी हरेक ठाउँमा चाहिँ दलितको आवाजहरू दबिएको छ भनेर चाहिँ एउटा आवाज उठाउने कतै प्रश्न उठेको, छेडिक आफ्नो व्यक्तिगत आक्रोशले पनि यसरी अलि सानो कुरामा ज्यान गयो कि भन्ने पनि प्रश्न यस्तो छ। अब मान्छेले आत्महत्या अनि शरीरमा पेट्रोलै खनाउँछ भने त्योभन्दा ठुलो अर्को निराशा, त्योभन्दा ठुलो अर्को नैराश्यता, त्योभन्दा अर्को ठुलो के अरे मृत्युसँग जुझ्न भनेको त्यो सानोतिनो कुराले होइन होला जस्तो लाग्छ मलाई। समग्रमा बेरोजगार नै होइन, बेरोजगारी घटनाहरू दोहोरिनु भनेको उसको बेरोजगारी नै सबभन्दा ठुलो हुनसक्छ मेरो विचारमा। बेरोजगारी सँगैमा चाहिँ उसको एउटा के हो भन्दाखेरि अब 1000 रुपियाँ कमाउने मान्छेलाई 10,000 चिट काट्दै गर्दा 9,000को त स्ट्रेस हो नि, होइन? 10,000 कमाउनेलाई चाहिँ बरु 1000को काट्दा 9,000 त बच्यो नै ठिकै छ भन्ने हुन्थ्यो होला। यही नै हो सरकारको नीति नियम, सरकारले राज्यमाथि गरिबमाथि गरेको यो दमन नै हो। अब अन्तमा बालन शाहलाई के भन्नुहुन्छ प्रधानमन्त्री? बालन शाहले अब हामीले भनेर सुन्ने त होइन के अरे। अब यदि सुनिहाल्नुभयो भने चाहिँ अब हजुरहरू पनि जलाएरै सरकारमा जानुभएको, अब मन नजलाइदिनुहोस्, शरीर नजलाइदिनुहोस् भन्न चाहन्छु। अब हामी जस्ता थुप्रै अझ त विशेष गरेर दुर्गमबाट चाहिँ राजधानीमा चाहिँ भविष्य खोज्दै आएका सयौँ युवाहरूको चाहिँ मन नजलाइदिनुहोस्, शरीर नजलाइदिनुहोस्, होइन? र अब यो जुन किसिमको घटना भइसक्यो, मृत्यु भइसक्यो, अब यो उहाँको परिवारलाई चाहिँ उचित राहतको व्यवस्था पनि हुनुपर्छ, त्यही भन्न चाहन्छु। संरचना त जले तर व्यक्तिको शरीर अब चाहिँ जल्न नपरोस्, यसरी बाध्यता आइ नपरोस्, त्यही भन्छु। हस्। थ्याङ्क यू सर।